तपाईलाई स्वागत छ। आजको भिडियोमा हामी कुरा गर्छौँ भर्खरै अस्ति जेठ 30 गते एचएको बागमती प्रदेशको एक्जाम भएको थियो र सेकेन्ड पेपर यो पेपरमा हामी के गर्छौँ भने के क्वेसन सोधेको थियो र त्यो क्वेसनको एन्सर के लेख्ने, कतिसम्म लेख्ने होइन, कमसे कम कति लेख्ने होइन, त्यो कुराहरूले हामी छलफल गर्छौँ। हरेक क्वेसन्सलाई हामी सल्भ गरेर राखेको छौँ। बिस्तारै हामी बिस्तारै हेर्छौँ। सुरु गर्छौँ है अहिले। सुरु गर्नुभन्दा पहिला म एउटा कुरा जानकारी गराइदिन चाहे। मेरो हेल्थमा यदि तपाईँ नयाँ आउनुहुन्छ भने हामी धेरै स्वास्थ्य लोकसेवा सम्बन्धी रिसोर्सेसहरू लिएर आइरहेको हुन्छौँ। हाम्रो वेबसाइट पनि भिजिट गर्न सक्नुहुन्छ र युट्युब च्यानलमा तपाईँले सब्सक्राइब गर्न सक्नुहुन्छ यदि तपाईँलाई मन परेको छ भने है। हामी सुरु गर्छौँ है। जस्तै कि यो 2 घन्टा 15 मिनटको इक्जाम थियो भने पहिलो क्वेसनमा के सोधेको थियो भने क्वेसन एकदम राम्ररी पढ्नु होला र क्वेसन पढिसकेपछि मात्र एन्सर लेख्ने कोसिस गर्नु होला है। क्वेसनमा कुन कुन पार्ट कति मार्कको छ होइन त्यो पनि छुट्याइएको हुन्छ, त्यही भएर क्वेसनलाई एकदम ध्यानपूर्वक पढ्नु होला। कस्तो छ भने करेन्ट स्टेटस अफ प्लानिङ फ्यामिली प्लानिङ होइन, सर्भिस कभरेज इन बागमती प्रोभिन्स है। फेरि के भनेछ इन प्रेजेन्ट फ्यामिली प्लानिङ सर्भिस एभाइलेबल एट हेल्थ पोस्ट लेभल है। दुईवटा क्वेसन छ यसमा होइन। एउटा बागमती प्रोभिन्समा यो करेन्ट स्टेटस के छ यो फ्यामिली प्लानिङको है, त्यो छ भने 3 मार्कको। यो कति मार्क छ भने यो क्वेसन 3 मार्कको। र अर्को के छ भने अहिलेको अवस्थामा यो हेल्थ पोस्टमा कुन कुन सर्भिसहरू एभाइलेबल छ फ्यामिली प्लानिङका सर्भिसहरू है, त्यो लिस्ट गर्नु छ ल। अब यसको एन्सर कसरी लेख्ने भन्ने क्रममा तपाईँले यहाँ एन्सर एएनएस लेखेर अब एउटा हेडिङ पनि दिन सक्नुहुन्छ होइन भने डाइरेक्ट कन्टिन्यू गर्दा पनि भयो। डाइरेक्ट कन्टिन्यू गर्दा के हुन्छ भने तपाईँले यो ए अप्सन दिनु होला, यो ए क्याटेगोराइज गर्नु होला। यसरी गर्दा पनि लेख्नुभयो होइन। अब स्टेटस अफ फ्यामिली प्लानिङ कभरेज होइन, किनकि यहाँबाट हामीले एउटा हेडिङ छुट्याउनु पर्ने हुन्छ। त्यो हेडिङ लेखिसकेपछि अब यो कुरा यो डिफिनेसन जुन छ त्यो तलबाट पनि यहाँबाट पनि लेख्न पाउनुभयो होइन भने यसरी कन्टिन्यू गर्नुभएको छ भने पनि ठिक छ है। अब यसमा के लेख्ने भने करेन्ट स्टेटस भनेछ भने अब बागमती प्रोभिन्सको यो तपाईँले कहाँबाट पाउन सक्नुहुन्छ भने बागमती प्रोभिन्सको स्वास्थ्य मन्त्रालयबाट प्रकाशित भएका एनुअल जुन रिपोर्ट हुन्छ त्यहाँबाट यो पाउन सक्नुहुन्छ होइन भने तपाईँले यो हाम्रो डिओएचएसबाट प्रकाशित होइन एनुअल हेल्थ रिपोर्टबाट पनि पाउन सक्नुहुन्छ। यो कुरा यो एक्ज्याक्ट डाटा कति छ यो वर्षको होइन अथवा लास्ट इयरको कति छ एक्ज्याक्टली डाटाहरू त्यहाँबाट पाउन सक्नुहुन्छ करेन्ट स्टेटस के छ भनेर। अब त्यो कुराहरू यहाँ तपाईँले टेबलमा पनि लेख्न पाउनुभयो। टेबलमा लेख्दा के हुन्छ भने ठ्याक्कै यो डाटाका कुराहरू हुन्छ भने टेबलमा लेख्दा एकदम अलिकति राम्रो हुन्छ र इम्प्रेसन हुन्छ र कपी चेक गर्ने मान्छेलाई सजिलो हुन्छ र त्यो अलिकति तपाईँलाई मार्क धेरै दिने पोसिबल हुन्छ है। यस्तै अब यससँग इन्डिकेटर्सहरू के छ त्यो लिस्ट गरिदिने र त्यसको डाटाहरू कति छ त्यो लेखिदिनु पर्ने हुन्छ। जस्तै होइन यो सिपिआरको रेट यति छ होइन, यो कहिले छ भने यो सोर्स पनि दिनुपर्ने हुन्छ हामीले। यो सोर्स यसरी 2022को एनडिएचएसको रिपोर्टबाट आएको यो कुराहरू। त्यस्तै टेबल बनाइसकेपछि टेबलमा अरू जे तपाईँलाई सम्झिन सक्नु भइरहेको छ त्यो कुराहरू लेखिदिनु होला। त्यसपछि अब अलिकति त्यसलाई एक्सप्लेन गर्ने होइन। यो डाटा त भयो, अब डाटामा पनि एक्सप्लेन गर्दा पनि भयो, पहिला कति थियो अहिले कति भयो भन्दा पनि कुरा लेख्नु पऱ्यो होइन। कुन कुन कुराहरू कुन कुन कम्पोनेन्ट्सहरू छ होइन, कुन कुन रिपोर्ट्सहरूबाट तपाईँले थाहा पाउनुभयो यो कुराहरू, त्यो कुराहरू पनि यहाँ मजाले अलिकति लेख्न सक्नुहुन्छ है। अब यसमा के लेख्नु छ त इज अफ एनी होइन फ्यामिली प्लानिङ मेथड एज रिजन होइन राजेन फ्रम यति है 53%बाट यो कहिले थियो भने 2016 टु होइन 57% 2022मा भइसकेको छ भनेपछि यो यसको डाटा बढेको छ है। एमङ मोडर्न मेथड्स होइन इन्जेक्टेबल्स जस्तै कि डिपो होइन साङ्गिनी यो कुराहरू पनि र मेल कन्डम्सर आर मस्ट युज्ड होइन, यो पनि धेरै युज भएको छ।
वा लङ एक्टिङ मेथड्स होइन इम्प्लान्ट अथवा आइयुसिडी र पर्मानेन्ट मेथड्स आर युजलेस भनेपछि यो लङ टर्मवाला अथवा के भन्छ पर्मानेन्ट के अरे कन्ट्रासेप्टिभ्सहरू अलिकति कम युज भएको छ भन्ने कुरा पनि रिपोर्टबाट देखिएको छ है। अब यो कुराहरू तपाईँले मजाले यसरी लेख्न सक्नुहुन्छ, जे कुराहरू तपाईँले सम्झिरहन सक्नु भइरहेको छ ती कुराहरू मजाले लेख्नु होला। त्यसपछि अर्को केही क्वेसन छ भने यति लेख्नुभयो भने तपाईँले यो यसमा कम देखिरहेछ, तपाईँ कपीमा लेख्नुहुन्छ भने अलिकति धेरै हुन्छ र यसमा के गर्न सक्नुहुन्छ भने यसमा अरू थप इन्डिकेटर्सहरू तपाईँले सम्झिन सक्नु भइरहेछ भने त्यो पनि इन्डिकेट गरिदिने, होइन भने यति लेख्दा पनि भयो र यति लेख्दा पनि तपाईँले टाइम लिनु लाग्छ र यति यो तपाईँको सठिक कुराहरू छ, एक्ज्याक्टली चाहिएको कुराहरू छन्। खालि कपी भर्नुभन्दा पनि यसरी मजाले टक पोइन्ट वाइज पनि लेख्नु भयो। त्यसपछि अर्को के छ भने यो 3 मार्कको भयो है, यो 3 मार्कको यति हामी लेख्न पुग्यो है। र 2 मार्कको पनि अब के छ भने यो है, यो के छ भने हामी टपिक यसरी दिन सक्छौँ, फ्यामिली प्लानिङ सर्भिसेस एभाइलेबल एट हेल्थ पोस्ट लेभल। अब हेल्थ पोस्ट लेभलमा धेरै कुराहरू एभाइलेबल छ भने त्योभन्दा अब फ्यामिली प्लानिङ रिलेटेड के सर्भिसेसहरू छन् भने मजाले तपाईँ पोइन्ट वाइज तपाईँले लिस्ट गर्न सक्नुहुन्छ। सुरुमा के गर्नु होला, पोइन्ट वाइज लिस्ट गर्ने र पोइन्ट वाइज लिस्ट गरिसकेपछि जस्तै काउन्सिलिङ भयो होइन, कन्डम्स डिस्ट्रिब्युसन भयो, ओरल पिल्सको सर्भिस भयो होइन, इन्जेक्टेबल्सको कुराहरू छ होइन, त्यसपछि प्लान्ट र आइयुसिडी लगाइन्छ होइन, त्यसपछि इमर्जेन्सी कन्ट्रासेप्सनको पनि व्यवस्था गरिएको छ होइन, रेफर पनि गरिन्छ। यो पहिला यो गर्नु होला, यसरी लिस्ट गर्नु होला, त्यसपछि त्यसलाई एक लाइन एक्सप्लेन गर्नु होला यो के हो होइन, यो के छ सुरुमा है। यति लेखिसकेपछि तपाईँले टाइम इनफ लागिरहेछ भने पनि अब यसपछि अलि थोरै रेकमेन्डेसन अथवा कन्क्लुजन दिएर तपाईँ अरू पनि थप गर्न सक्नुहुन्छ। यसमा लेखिएको छैन तर एक्ज्याक्टली यति लेखे पनि तपाईँले सठिक र एकदम पूर्ण मार्क पाउने गरी, कमसेकम म्याक्सिमम मार्क पाउने गरी तपाईँले ल्याउनुहुन्छ है। ल क्वेसन नम्बर दोस्रो के भनेको छ भने होइन, components of micro planning in immunization and how it helps in coverage होइन। यो माइक्रो प्लानिङको कम्पोनेन्ट्स के छ सोधेको छ होइन इम्युनाइजेसनको लागि, र यो कसरी कभरेजमा हेल्प गर्छ है। दुईवटा क्वेसन छ यसमा पनि, 3 मार्क र 2 मार्क है। अब 3 मार्कको लागि कम्पोनेन्ट्स अफ माइक्रो प्लानिङ होइन हेडिङ दिने र त्यसको माइक्रो प्लानिङका के कुराहरू छ तपाईँले मेन्सन गर्ने। यो कम्पोनेन्ट्स अफ माइक्रो प्लानिङका माइक्रो प्लानिङ इन इम्युनाइजेसनमा के कम्पोनेन्ट्स के कुराहरू सम्झिन सक्नुहुन्छ, के कुराहरू हुन्छ भन्ने कुरा तपाईँ सिधै लिस्ट गर्दा पनि भयो र लिस्ट गरिसकेपछि थोरै त्यसको बारेमा अलिअलि लेखिदिनु हो। जस्तै अब मेपिङ एन्ड टार्गेटिङ होइन पपुलेसन होइन, कुन एरियामा दिने हो सर्भिस होइन। सबभन्दा पहिला त त्यो मेप हामीले त्यसको एरियाको सिलेक्सन गर्नुपर्ने हुन्छ, कुन वार्डमा दिने हो, कुन टोलमा दिने हो होइन, कस्तो चिल्ड्रेनले दिने हो, कस्तो त्यहाँको पपुलेसन छ होइन, त्यो कुराहरूले हामी सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि रेजिस्ट्रेसन एन्ड ड्यु लिस्ट गर्नुपर्छ होइन, त्यसपछि आइडेन्टिफाई अनरिच एन्ड ड्रप आउट। त्यसपछि हामी त्यहीबाट म्यापिङ गर्दा पनि हामीलाई थाहा हुन्छ कि हामी त्यो ठाउँमा गइरहेछौँ र त्यो ठाउँमा कतिजना बच्चाले ड्रप आउट गरिदिएको छ, इम्युनाइजेसन लिएको छैन अथवा एकदम त्यहाँ इम्युनाइजेसन पुगेकै छैन, त्यो कुराहरू पनि हामीले यहाँबाट फाइन्ड आउट गर्नुपर्ने हुन्छ। यो हाम्रो कम्पोनेन्टको रूपमा रहेको छ भने सेसन साइट एन्ड क्यालेन्डरको बारेमा पनि हामीले छलफल गर्नुपर्ने हुन्छ र त्यो बनाउनु पर्ने हुन्छ होइन। त्यसपछि लजिस्टिकको कुराहरू र कोल्ड चेनको कुराहरू बिर्सिने नहुने कुराहरू छन् होइन, कति भ्याक्सिन लाग्छ, कति सिरिन्ज लाग्छ होइन, कहाँबाट मेन्टेन गर्ने, कहाँबाट म्यानेज गर्ने, पालिकाबाट लिने हो कि स्वास्थ्य कार्यालयबाट लिने हो, कहाँसम्म पुर्याउने हो, कहाँ स्टोर गर्ने कुराहरू पनि यसमा आउँछ। र ह्युमन रिसोर्स रेस्पोन्सिबिलिटी, अब कुन स्टाफ जान्छ होइन खोप लगाउन होइन, र त्यसको रेस्पोन्सिबिलिटीहरू के हुनसक्छ, त्यो कुराहरू कसले जाने हो, फिल्डका स्टाफ को हुन् त्यसलाई हामी असाइन गर्छौँ होइन। त्यसपछि कम्युनिकेसन प्लान हामी गर्नुपर्ने हुन्छ होइन, अब कोसँग पुरा गर्ने हो, कोसँग समन्वय गर्ने होइन, कसलाई रिपोर्ट गर्ने होइन, त्यस्तो कुराहरू पनि हामी छलफल गर्नुपर्ने हुन्छ। यो पनि के हो भने यो माइक्रो प्लानिङका कम्पोनेन्ट्सहरू हुन् जुन इम्युनाइजेसनको लागि बनाइन्छ है। अर्को कुरा के छ भने मोनिटरिङ रिकर्डिङ
बजेटको कुराहरू भयो होइन। त्यो मोनिटरिङ गरिहाल्नुपर्छ होइन, यो पनि एउटा ठुलो कम्पोनेन्ट हो। रेकर्डिङ त ठुलो, तपाईँ रजिस्टर मेन्टेन गर्नुपर्छ होइन, यो पनि ठुलो कुराहरू छ। र कति बजेटको कुराहरू छ त्यो पनि प्लान सुपरभाइज गर्नुपर्ने हुन्छ है। यो भयो 3 मार्कको लागि। कतिवटा पोइन्ट छ? 1 2 3 4 5 6 7 8 अलमोस्ट 8वटा पोइन्टहरू छ। यतिमा तपाईँ यति सटिक लेखिदिनुहुन्छ भने तपाईँले म्याक्सिमम मार्क दिन्छ होइन, धेरै लेख्नु पर्दैन र यो कुराहरूमध्ये कुनै छुट्नु पनि भएन है। र अर्को के छ भने बी नम्बरमा हाउ इट हेल्प्स होइन इन कभरेज होइन। अब यसलाई हामी मजाले, यो 2 मार्कको छ, 2 मार्कको छ, पोइन्ट वाइज मजाले टकटक लेखिदिने हो। पोइन्ट वाइज लेख्दा होइन कसरी हेल्प गर्छ भन्ने, कभरेजमा कसरी हेल्प गर्छ? एभ्री चाइल्ड इज आइडेन्टिफाइड एन्ड ट्रिज सो लेफ्ट होइन, सो लेफ्ट आउट एन्ड ड्रप आउट्स फल होइन। के भन्न खोजेको छ भने सबै चिल्ड्रेन्सहरू पत्ता लगाइन्छ होइन, थाहा हुन्छ कुन चिल्ड्रेन्सहरूलाई र सबैले पुगिन्छ, सबैकोमा पहुँच हुन्छ। त्यसले गर्दा के हुन्छ भने यो हुन्छ नि, यो छोडेका र ड्रप आउट भएका बच्चाहरूलाई हामी इम्युनाइजेसन दिन सक्छौँ, भ्याक्सिन दिन सक्छौँ र त्यसको डाटामा हामी तल आउँछौँ। त्यस्तै अर्को छ रिसोर्सेस कुराहरू भयो। हार्ड टु रिच एन्ड अनरिच्ड होइन, कम्युनिटिज गेट सर्भिस इम्प्रुभिङ क्वालिटी होइन। यो कुराहरू तपाईँले मजाले यो कसरी कभरेज गर्छ भने, कभरेजले गर्दा कसरी हेल्प हुनसक्छ भने त्यो कुराहरू मजाले सानो 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 पोइन्ट्सहरू लेखिदिने हो। यसरी लेखिदिनुहुन्छ भने तपाईँले म्याक्सिमम मार्क पाउने चान्स हुन्छ है। ल अब तपाईँले तेस्रो नम्बर क्वेसन हेर्नुहुन्छ भने डिफाइन सुपरभिजन मोनिटरिङ होइन, के अरे डिफाइन सुपरभिजन एन्ड मेन्सन आवर मेथड, मेन्सन 4 मेथड्स अफ सुपरभिजन इन हेल्थ प्रोग्राम्स है। सरी अलिकति यताउति सुपरभिजनलाई डिफाइन गर्नु छ हेर्नु है, यो 1 मार्क भयो है। र मेन्सन 4 मेथड्स अफ सुपरभिजन इन हेल्थ प्रोग्राम मजाले है। 2 पार्टमा क्वेसन छ, यो पनि क्वेसन एउटा पार्ट 1 मार्कको र अर्को 4 मार्कको है, 5 मार्कको जम्मा क्वेसन रहेको छ। अब डेफिनेसनमा मजाले तपाईँले यो डेफिनेसन लेख्ने होइन, र तपाईँ हेडिङ पनि दिन सक्नुहुन्छ, यसरी गरेर अन्डरलाइन पनि गर्न सक्नुहुन्छ है। र सुपरभिजनलाई मजाले एक्सप्लेन गरिदिने हो, एकदम सठिक, एकदम छोटो मिठो डेफिनेसनमा होइन। यसमा के भन्नुहुन्छ? सुपरभिजन इज द कन्टिन्युअस प्रोसेस अफ गाइडिङ, सपोर्टिङ, मोनिटरिङ and improving the performance of health workers so that quality services are delivered and program objectives are achieved. यो सुपरभिजन भनेको के हो भने होइन, कुनै पनि सुपरभाइजर लेभलको, अथोरिटी लेभलको होइन, सिनियर स्टाफले आफूभन्दा जुनियर स्टाफलाई त्यसलाई एउटा गाइडिङ गर्ने होइन, त्यसले एउटा सपोर्ट गर्ने, त्यसलाई उसको कामलाई मोनिटर गर्ने र उहाँको कामलाई, उसको कामलाई कसरी इम्प्रुभ गर्न सकिन्छ भन्ने होइन भन्ने कुराहरूको छलफल गरे। के अरे यो एउटा प्रोसेस हो जसले यो सबैले गर्दा के हुन्छ भने एकदम क्वालिटी सर्भिसेस डेलिभर हुन्छ र प्रोग्रामको जुन अब्जेक्टिभ छ त्यो एचिभ हुन्छ। र यो सबै गर्ने प्रक्रियालाई के भन्छ भने तपाईँको सुपरभिजन भन्छ है। यसरी भनिदिनु भयो भने अलिकति यसमा थप लेख्नु होला, यतिले पुग्दैन, एकदम मिनिमम छ। यसमा के देखाइएको छ भने एकदम कम से कम यति लेख्नुपर्छ है भन्न खोजेको छ है। त्यसपछि 4वटा मेथड्स अफ सुपरभिजन के छ भने है सिधै लिस्ट गरिदिने हो, त्यसलाई एक्सप्लेन गरिदिनु हो। 1 नम्बरमा के छ भने डाइरेक्ट अथवा अनसाइट अथवा फिल्ड सुपरभिजन है। अर्को छ इन्डाइरेक्ट सुपरभिजन, अर्को छ सपोर्टिभ सुपरभिजन, अर्को छ पिरियडिक अथवा रुटिन सुपरभिजन। यो डाइरेक्ट र अनसाइट सुपरभिजन के हो भने कुनै पनि अब्जर्भरले अथवा सुपरभाइजरले तपाईँको साइटमै गएर, साइट भनेपछि जहाँ काम गरिरहनु भएको छ, जहाँ एक्टिभिटी भइरहेको छ, जहाँ प्रोग्राम भइरहेको छ, त्यही गएर त्यहाँ डाइरेक्टली तपाईँलाई यसो गरिदिनु होला, यसो गर्नुहोस् है, यसो गर्नु भनेर डाइरेक्ट गर्छ, तपाईँले सपोर्ट गर्छ। त्यस्तोलाई के भन्छ भने डाइरेक्ट सुपरभिजन है। त्यहाँ गएर अब्जर्भ गर्छ तपाईँको काम कसरी भइरहेको छ। अर्को के छ भने इन्डाइरेक्ट सुपरभिजन। इन्डाइरेक्ट सुपरभिजन भनेपछि तपाईँको तपाईँले गरेको काम आइसकेपछि रिभ्यू गर्छ होइन,
रिपोर्ट्सहरू हेर्छ, रेकर्ड्सहरू हेर्छ, डाटाहरू कस्तो छ त्यो कुराहरू हेर्ने र त्यसपछि फिडब्याक दिन्छ, त्यस्तोलाई के भन्छ भने इन्डाइरेक्ट सुपरभिजन। अर्को छ तेस्रो नम्बरमा सपोर्टिभ सुपरभिजन है। अब के हुन्छ भने हेल्पिङ मेन्टरिङ एप्रोच विथ अन द जब गाइडेन्स फिडब्याक एन्ड जोइन्ट प्रब्लम सल्भिङ, नट फल्ट फाइन्डिङ। अर्को कस्तो हुन्छ भने सपोर्टिभ सुपरभिजनमा एउटा हेल्पिङ नेचरको हुन्छ। ऊ तपाईँले फिडब्याक मात्र दिँदैन, ऊ तपाईँको गल्ती मात्र देखाउँदैन कि ऊ तपाईँलाई एउटा हुन्छ नि मेन्टरसिप होइन, मेन्टर पनि गर्छ। तपाईँले कसरी गर्ने हो त्यसलाई हात समाएर सिकाउँछ होइन, यसरी गर्नु होला, यसरी गर्नुहोस्, यो एप्रोचले राम्रो हुन्छ होइन। तपाईँको जति पनि कामहरूको गाइडेन्स दिन्छ होइन, र फिडब्याक र जोइन्ट प्रब्लम सल्भिङ। यदि कुनै कुरा छ भने केही त्यस्तो कुराहरू इस्यु आइसक्यो भने त्यो तपाईँ डाइरेक्ट त्यसलाई छोडिदिँदैन कि तपाईँले गल्ती गर्नुहुन्छ तपाईँ गर्नुहोस् भनेर, त्यस्तो भन्दैन। त्यो दुइटै मिलेर त्यो कुरालाई सोल्भ गर्छ। र यो के हो भने नट फल्ट फाइन्डिङ। यसमा यो तपाईँको यति गल्ती छ भने फाइन्डिङको लागि यो सपोर्टिभ सुपरभिजन हुँदैन, यो सपोर्टको लागि हुन्छ। अर्को छ पेरियोडिक अथवा रुटिन सुपरभिजन। यो कस्तो हुन्छ भने हरेक एउटा सेड्युल बनाएको हुन्छ होइन। सपोज हरेक महिनाको एक दिन, हरेक हप्ताको एक दिन गएर सुपरभिजन गर्ने, त्यस्तोलाई के भन्छ भने सुपरभिजन अथवा रुटिन सुपरभिजन हुनसक्छ है। यति लेखिदिनु भयो भने तपाईँले यो 5 मार्क तपाईँले मजाले पाउन सक्नुहुन्छ। 5 मार्क त पुरै दिँदैन, कहिले पनि यो रिटर्नमा दिँदैन, तैपनि उसको नजरमा एकदम राम्रो पोइन्ट ठ्याक्क चाहिएको जति नै लेखेको छ। र यसमा तपाईँ यहाँ एउटा कन्क्लुजन बनाएर तपाईँ थप्न सक्नुहुन्छ। यदि तपाईँको टाइम इनफ छ र यससँग सम्बन्धित कुनै पनि डायग्राम छ भने तपाईँ बनाइदिनु होला। तपाईँले सम्झिरहेको, तपाईँले हेरेको, तपाईँले बुझेको कुनै पनि डकुमेन्ट छ भने तपाईँ यहाँ के अरे डकुमेन्ट भन्दैछु, कुनै पनि फिगर छ, कुनै चार्ट छ, कुनै टेबल छ भने बनाउनु होला। त्यस्तै अर्को छ 4 नम्बर क्वेसन चाहिँ स्केच द अर्गेनोग्राम अफ मिनिस्ट्री अफ हेल्थ होइन, हेल्थ बागमती प्रोभिन्स एन्ड स्टेट द रोल्स एन्ड रेस्पोन्सिबिलिटी अफ द क्रिएटिभ सर्भिस डिभिजन। अब के गर्नु छ भने यसमा केही पनि गरेको स्केच भनेको छ भनेपछि अर्गेनोग्रामको सिधै डायग्राम बनाइदिनु हो होइन। कसको त बागमती प्रोभिन्सको है। क्वेसन राम्ररी पढ्नु होला। त्यसलाई कति मार्क दिन्छ भने भनेको छ 2 मार्क दिन्छ है। यसमा धेरै मेहनत पनि गर्नु पर्दैन, मात्र 2 मार्कको छ। त्यसपछि के भन्छ स्टेट द रोल्स एन्ड रेस्पोन्सिबिलिटी अफ क्रिएटिभ सर्भिस, यसलाई 3 मार्क भनेको छ यो क्वेसनलाई। त ए नम्बर क्वेसनमा कस्तो छ भने अर्गेनोग्राम मिनिस्ट्री अफ हेल्थ, अर्गेनोग्राम यसरी छ, मजाले बनाइदिनु होला। यसरी बनाइदिनुहुन्छ भने अरू केही फरक परेन, र एउटा फिगर मजाले दिनु होला। यो के हो फिगर भनेर अनि त्यसको भनिदिनु होला। यो फिगर तपाईँले स्क्रिनसट लिएर राखेर अथवा मिनिस्ट्रीको वेबसाइटमा हेरेर पनि हेर्न सक्नुहुन्छ। त्यसपछि रेल्स यो बनाइसकेपछि तपाईँले मात्र 2 मार्क पाउनुहुन्छ भने अब त्यसलाई अब रोल्स एन्ड रेस्पोन्सिबिलिटी अफ यो क्रिएटिभ सर्भिस डिभिजनको लागि होइन लेख्नुपर्ने छ भने यो पोइन्ट वाइज तपाईँ लेखिदिनु भएको छ भने मजाले तपाईँ मार्क पाउनुहुन्छ। र पोइन्ट वाइज कुनै पनि पोइन्ट रिपिट नहुने गरी लेख्नु होला होइन। यो सपोज कतिवटा छ भने 3 छ, 7वटा पोइन्ट छ। 7वटा पोइन्टमा तपाईँले कुनै पनि पोइन्ट रिपिटेड मिनिङ आउने गरी नलेख्नु होला है। जस्तै रोल्स एन्ड रेस्पोन्सिबिलिटीको कुरा गर्नुहुन्छ भने फर्मुलेट एन्ड इम्प्लिमेन्ट क्युरेटिभ हस्पिटल सर्भिसेस पोलिसिज प्लान्स एन्ड स्ट्यान्डर्ड इन द प्रोभिन्स होइन। त्यसपछि डेभलप म्यानेज एन्ड अपग्रेड द अपग्रेड एन्ड स्ट्रेन्थन प्रोभिन्सियल एन्ड डिस्ट्रिक्ट हस्पिटल इन्फ्रास्ट्रक्चर इक्विपमेन्ट एन्ड स्पेसलिस्ट सर्भिस होइन। प्रोभिन्सले के गर्छ भने त्यो क्रिएटिभ सर्भिस डिभिजनले होइन त्यस्तो प्रादेशिक अस्पताल हरेक जिल्लामा जुन हुन्छ त्यो जिल्ला के अरे त्यो अस्पतालहरूलाई स्ट्रेन्थन गर्छ। त्यसको अस्पतालहरू त्यस्तो अस्पतालहरूले इन्फ्रास्ट्रक्चर इक्विपमेन्टमा अथवा स्पेसलाइज सर्भिसहरूको लागि उसले प्रोभाइड गर्छ है। अनि धेरै कुराहरू छ, यसरी मजाले तपाईँ लेख्न सक्नुहुन्छ। अब यस्तै छ होइन। अर्को 5 नम्बर क्वेसन कस्तो हुन्छ डिस्क्राइब द रोल एन्ड रेस्पोन्सिबिलिटी अफ फ्यामिली हेल्थ के अरे फिमेल कम्युनिटी हेल्थ भलन्टियर्स एफसिएसबी होइन इन द कम्युनिटी। अब एफसिएसबीको रुल्सको बारेमा सोधेको छ र यो सिङ्गल क्वेसन छ र 5 मार्कको छ। सिधै के गर्नु होला एक लाइन तपाईँ यो एफसिएसबीलाई डिफाइन गर्नु होला के हो होइन। र सिधै तपाईँले उसको रोल्स एन्ड रेस्पोन्सिबिलिटी दिएर एकदम टक्क लाएर तपाईँले लेख्न सक्नुहुन्छ। 5वटा पोइन्ट छ भने कमसेकम 6वटा पोइन्ट लेख्नु होला
जस्तै कि हेल्थ एजुकेसन दिन्छ होइन, फ्यामिली प्लानिङमा मद्दत गर्छ होइन, चाइल्ड हेल्थ सम्बन्धी अवेरनेस गर्छ, मेटर्नल हेल्थ हेर्छ होइन, त्यसपछि इम्युनाइजेसनमा मद्दत गर्छ है। अब यसरी मजाले पोइन्ट दिएर तपाईँले एक्सप्लेन गर्न सक्नुहुन्छ। अनि यति लेखे पनि तपाईँले एकदम मजाले म्याक्सिमम मार्क पाउन सक्नुहुन्छ। अरू पनि छ यहाँ। यति लेखिसकेपछि तपाईँले 5 मार्क मजाले पाउनुभयो। त्यस्तै क्वेसन नम्बर 6 मा छ डिस्क्राइब ट्रिटमेन्ट अफ अ केस अफ फेल्सिफेरम मलेरिया एट कम्युनिटी लेभल हेल्थ फेसिलिटी। अब हेल्थ फेसिलिटीमा कसरी कसरी यो ट्रिटमेन्ट गरिन्छ त्यो कुरा मजाले हेर्नु होला। अब हेल्थ पोस्टमा आइसकेपछि तपाईँ कसरी ट्रिट गर्नुहुन्छ त्यसलाई मध्यनजरमा हेर्नु होला। यसरी हेर्नुहुन्छ भने यसरी उसको मेडिकेसनका कुराहरू र ट्रिटमेन्टका कुराहरू मेन्सन गरिएको छ है। अब तपाईँले म सरसरी मात्र देखाइदिइरहेको छु होइन, सबै एक्सप्लेन गर्न एकदम टाइम लाग्छ, धेरै भिडियो भइसकेको छ, 20 मिनटको पनि भइसकेको छ। तपाईँ हेर्नुहुन्छ भने सबै क्वेसन्सहरू यहाँ रहेको छ होइन। यो पिडिएफ म तपाईँलाई उपलब्ध गराउन सक्छु होइन। यो पिडिएफ तपाईँले मेरो हेल्पलाइनको वेबसाइटमा पनि भेट्न सक्नुहुन्छ र तपाईँले एउटा नम्बरमा मेसेज गर्दा पनि भयो, जस्तै कि 36 हेर्नुहुन्छ भने यो नम्बरमा तपाईँले कल गर्नु होला, मेसेज गर्नु होला, हामी यो पिडिएफ तपाईँले दिइहाल्छौँ है। यो नम्बर ल हुन्छ, हस्, थ्याङ्क यू। यो पढ्नु होला र तपाईँले लिइहाल्नु पनि होला, हस्।